आज चाहिँ हामी अस्ति हाम्रो बाटो बन्द भएको कारणले चन्द्रगिरीको घुमघाम बन्द भएको थियो। आज हामी अब केवल कारमै जान लाग्यौँ। अस्ति चाहिँ बाइकमा आएको थियो। बाइकमा चाहिँ बाटो रोड विभागले खै किन बन्द गरिदिएको थियो चन्द्रगिरीको लागि, त्यतैबाट बाइकमा चितलाङ जाने प्लान पनि थियो। प्लान क्यान्सल भयो। आधा बाटोमा पुग्दै हामीहरू फर्केर हामी त्यसै बेला चाहिँ चोबार गएको थियौँ। अब आज चाहिँ केवल कारमा माथि जाने कुरा छ। पानी पर्ला जस्तो भयो। अङ्कलको मैले कपाल टक्ला हानिदिएको छु आज, पुरै टाउको चिलाउँछ भन्दै हुनुहुन्थ्यो। त्यही भएर अनि अर्को कुरा हाम्रो चाहिँ जुठो परेको जस्तो नि भएको थियो, अनि त्यही भएर कपाल काट्नु भएको अङ्कलले जुठो परेको थियो। हाम्रो सन्तान चाहिँ बित्नु भएको थियो यता यो टिचिङ हस्पिटलमा। हाम्रो अङ्कल हुनुहुन्छ उतै गाउँतिरको, आफ्नै सन्तान बित्नु भएको थियो, त्यही भएर कपाल काट्नु भएको अङ्कलले। अब हामीहरू चन्द्रगिरी चाहिँ घुम्न जान लाग्छौँ। आएको बेला यसो अङ्कललाई घुमफिर गराइदिन्छु, कतै घुमाइदिनु पऱ्यो भनेर त्यहाँ टिकट काट्न जाँदैछौँ हामी चाहिँ अब, होइन। यस्तै हो। अङ्कल अलिअलि डराइराख्नु भएको, माथिबाट खस्छै टोक्या भन्नुहुन्छ। सिसाको देखेर फर्स्ट टाइम चढ्न लाग्नु भएको हो नि त, त्यही भएर खस्छ होला अङ्कल भनिदिएको। फेरि झन् नचढौँ है भन्दै हुनुहुन्थ्यो। माथि कुदिरह कस्तो भइरह अङ्कल, ढुकढुक खस्यो भने त्यही थाहा होला। ऊ त्यो माथि हो त्यो घर, ठ्याक्कै त्यही घरभित्रै लिन्छ क्या। त्यो घर छ नि ठुलो, त्यही घरभित्र लिन्छ। गाडी मच्चिरहेका छन् एकदम स्पिडमा। जाडो लाग्ला जस्तो फिल भइरह है। अब माथि त पानी परिसके जस्तो छ, धुम्म। ज्याकेट उडाइसक्यो मेरो हावाले। हावा चलेको बेसन हेर्नु त, पानी परेर माथितिर त ऊ त्यहाँ धुम्म बाटोमा चढ्दै पानीले भेटाउँछ जस्तो छ। अब अङ्कलको एकदम मन ढुकढुक गरिरहेको जस्तो नि छ, होइन। यहाँबाट अब हामीहरू अब लेट्स गो, हेर्दै जाऊँ के हुन्छ। अब टिकट सिकट काट्नुपर्ने होला, अझै पुग्या चाहिँ छैन। हेलो ल ओके ल, फाइनल्ली अब हामी चन्द्रगिरीको गेटमा पुगिसक्यौँ। अहिले चाहिँ खाजा टाइम भएको रहेछ। माथिको केबल कारहरू सब स्टप पोजिसनमा छ, रोकिरहेछन्। लेट्स गो। गेटबाट छिरियो। अब भित्ता अङ्कल अगाडि पुगिसक्नु भएको। पानीको बोतल समातेर है। वेलकम टु चन्द्रगिरी। गेटबाट छिरियो। अब एकछिनमा एक्जिट हुनुपर्छ। दामी गार्डनहरू बनाएको छ यतातिर माथि। अब टिकट सिकट काटेर छिर्नुपर्ने वाला छ, होइन। टिकट काट्न अनि लाइनै होला माथि। अगाडि बिस्तारै हाँक्नु होला है, खरखरवाला। ओके, टु बी कन्टिन्यू है त। माथि चन्द्रगिरी हिल्स टिकट काउन्टरमा पुगिसक्यो। आम्मा लाइन त यो यस्तो खाजा। अब लाइन कडा लाइन छ यहाँ। फोटो सेसन भइरहेको छ। यता चाहिँ हल्का तलतिर भ्यू देखिँदो रहेछ, तलतिरको भ्यूबाट, होइन। त्यहाँबाट मान्छेहरूको भ्यू छ। अङ्कल हाम्रो पुरै हेर्दै आउनु भएको। हल्ला छ, धेरैजना छन्। पानी चाहिँ धेरै माथि खाला छैन, छुट खालको।
हिल्सको झन्डाहरू होइन, चन्द्रगिरी हिल्सको झन्डा सबै लागेको छ। यहाँनिर चोक हो यो। सिधै टिकट काउन्टरतिर जाम हामी। लाइन लाग्नुपर्नेवाला छ। यतातिर नि धेरै लाइन छ। अहिले खाजा टाइम भएर रोकिरहेको छ। यहाँनिर हामी टिकट काट्नलाई लाइन बस्छु है त म अब। धेरै लाइन छ यहाँ टिकट काट्नलाई। अब माथिको लाइन पनि खुलेछ। केबल कार अघिसम्म स्टप थियो, अब खुलिसकेको छ। जाँदैछौँ। ल म टिकट काटेर अब भिडियो गर्छु। मैले चाहिँ फाइनली टिकट काटिसकेँ है। अब मैले अङ्कललाई खोज्नुपर्ने हुन्छ, कता जानुभएको। यतैतिर बस्नुहोस् भनेको डुलिरहनु भयो। ए उता पारी लाइनतिर पुगिसक्नु भएछ है। अब सिधै लाइनतिर जान्छौँ। टिकट फाइनल्ली भइसक्यो। ल अङ्कल पुरै लाइनमा पोजिसनमा हुनुहुन्छ। लिनु यो पैसा पकड्नु त। जाम आउनु। यताबाट लाग्यो त 640 कार्डको 640 रहेछ, नन कार्डको 850 भनेपछि नर्मल 850 लाग्यो। टोटल चाहिँ हाम्रो 1490 बिल भयो। यो राख्नु बिल। अब हामीहरू गेट पास लिन्छौँ होइन। भित्र इन्ट्री गेट आइसक्यो। भिडियो अलाउड छ कि छैन सोधौँ है। भिडियो अलाउड छ। हस् धन्यवाद। अब हामी छिडौँ है। आउनु दुईजना। यहाँबाट चाहिँ गेट पास लिनेवाला रहेछ होइन। दुईजना है। तिमीहरू सटाक सुटुक आउनुहोस्। यत्रो लाइन छ अङ्कल यहाँ। अब यत्रो लाइन छ, कति बेला पुग्नु हाम्रो ठाउँमा है। आउनु है, लाइन नछोड्नुहोस्। यहाँ पुरै लाइन अब घुम्दै फिर्दै हामी अगाडि बढ्नेछौँ। लेट्स गो गाइज, टु बी कन्टिन्यू। हाम्रो उल्टो पऱ्यो यार। होइन सुल्टै पर्छ एकछिनमा। अब हाम्रो केबल कार चढ्न सकिसकेको छ। अङ्कल चस्मा लगाएर है टक्क हेरिरहनु भएको। उताबाट मासतिर टोटल 8 जना बसिरहेको रहेछ। रेडी गयो। गाह्रो लागिसकेको छ है। कस्तो महसुस भइरहेको अङ्कल? डर लाग्ने। बिस्तारै भ्युस पोइन्ट देखिँदैछ। एकदम हाइटमा छ नि। हाइटमा छ क्या एकदम। एउटा पुल भरेको वहाँ छ। यहाँ चाहिँ सबभन्दा हाइट ठाडो उकालो यही हो यहाँको सब। माथि हेरौँ न कति ठाडो छ। 10 नम्बर केबुल आयो। खै यतापट्टि बस्नु त म त्यहाँ जङ्गलको उ गर्छु। यता बस्नु। जङ्गल एकदम ठुलो छ। बाहिर चिसो छ है।
काठमाडौँ त पुरै देखिएछ त भयो अब माथिको पुल क्रस हुन बेला आयो नतान्ला जस्तो भयो यार तान्न यत्रो इन्भर्टर चलिरहेको हुन्छ विद्युतले अब हेर्नु यहाँ खोज तल चस्मा लिएर हेर्नु अहिले चस्मा लिएर हेर्नु कि माथि लगाएर के गरेर गरायो यस्तो घाँस काट्यो रुखमा ठोक्किन्छ भनेर कस्तो ढिलो होइन नि सर अहिले अलि स्लो भयो ठाडै उठाएको छ यहाँ त्यही भएर होला अड्केको जस्तो भयो त है यो खासमा तल मान्छे चढाउने बेला चाहिँ हल्का स्लो हुन्छ क्या मान्छे चढाउने बेला एउटै अब चाहिँ फास्ट भयो फेरि अलिक छिटो भयो एउटा दुईटा तिन चार पाँच छ सातवटा यसले आठवटा ल माथिल्लो पोल पनि कट्यो अब चाहिँ पछाडि हेर्नु फेरि भ्यू त्यस्तो हुन्छ नि त पार्किङ खुल्यो जम्मा 40 डाँडो एउटा डाँडो कट्यो पर्यो नि आसमा खन्याउ पनि हो खन्या होइन हौ रुख काट्या रुख काटेको यसरी खनेको पनि रहेछ खन्याउ हो क्या खनेको पनि हो तल कोही भन्दा छुन्छ भनेर हो थोरै थोरै खने धेरै खने पिच हुन ला चाहिँ रहेछ अङ्कल पुरै पिच भइसकेको छैन तलसम्म पिच हो त्यही भएर बन्द गरेछ बाइकमा जान लाग्यो बन्द थियो क्या बाटै बन्द छ पोल पोलमा त के हो अङ्कल हिरौँ हुन्छ क्या मन कहाँनिर बाटो बन्द गरेको त्यहीँनिर कता बन्द गरेको बाटो बुट्यान मात्रै छ जङ्गल कस्तो खतरा हो तल फेरि ट्रेनिङ चलिरहेको आर्मीको एकदम बम गोला बारुद पड्काइरहेछन् है आर्मीले तल एउटा ठुलो आर्मी बेस क्याम्प छ आर्मीको चितलाङ कस्तो ठाडो छ त्यहाँनिर डक्टरको पऱ्यो त्यही बाटोमा तर अहिले चाहिँ मजाले पिच गर्न थालेछ यस्तो हुन्छ गुमुक्क भएको छ नि त कान बन्द भइहाल्छ नि चिसो हावा आइरहेछ बाहिरबाट भित्र त हल्लै छ गर्मी छ बाहिर चाहिँ अब चाहिँ यहाँबाट उता एकदम हाइटमा के हुन्छ नेपालमा के हुन्छ कस्तो धुम्म भएको रहेछ हौ आज पनि यहाँ तलतिर अलि माथि आइपुग्दा त धेरै धुम्म देखिँदो रहेछ अलि मौसम खुलेको होला जस्तो लागिरहेको थियो त्यही रहेछ क्या अर्को बाटो वैकल्पिक बाटो प्रयोग गर्नुहोस् भनेको थियो बाइकमा जाँदाखेरि त्यो हो कि क्या हो बाटो अर्को चाहिँ हो कहाँ पुग्दो रहेछ हामीले चाहिँ थाहा छैन हामीलाई चाहिँ थाहा छैन गाडीबाट नै आउँछ नि चन्द्रगिरी ल्याउनु मिल्छ नि हौ त्यो बाटोबाट अघि सोध्दै थियो एउटाले चन्द्रगिरी जाने कहाँ हो जान्छ होला कि
बाटो त कच्ची त हुन्छ अब पिच बनाउनु ऊ हेर्नु त्यो 5 स्टार रिसोर्ट कति गहिरो होला रिसोर्ट त्यो 5 स्टार तलबाट देखिन्थ्यो नि त्यो लाली गुराँस फुल्ने बेला बनाउनु छैन नि यो जङ्गलमा छैन होला अहिले होइन अहिले फुल्ने नै होइन चैत वैशाख जेठ भयो सिधै फागुनको अन्तिमदेखि फुल्न सुरु लाग्छ सोह्र मिनट भन्दा चाहिँ पुऱ्याउँछ त्यो हाइकिङ पनि रहेछ नि त यहाँ तल ढुङ्गा लगाएर लिस्टमा बनाएको रहेछ ऊ त्यो बाटो रहेछ क्या पोल क्रस भयो अर्को 16 मिनट होइन 11 मिनट जति लाग्छ 10 मिनटको भिडियो भयो 11 मिनट Wow, so beautiful. छिरियो घरभित्र ओ अमेरिकन आयो अब यो ठ्याक्क खुल्छ है त झ्याप लगाएर भित्र कमिङ अङ्कलजी ल ओहो यताबाट एक्जिट गेट यता है हामी निक्लिँदैछौँ यताबाट चन्द्रगिरी माथि पुगियो अब यताबाट अलिकति भ्यू हेरौँ है त्यसपछि माथितिर घुम्न जाउँला भ्यू त खै खासै देखिरहेको छैन धुमधुम धुमधुम भइरहेको है यतातिर यहाँ माथि मन्दिर छ स्पोर्ट यो चाहिँ घुमेर नानी खतरा टिकटक बनाइरहेको छिन् नानी बब्बाल टिकटक बनाउँदै रहेछन् सानी नानीले इन्डियन होला सायद त्यस्तै लाग्यो यताबाट त खासै भ्यू देखिँदो रहेन ठिक छ ल अब हामी माथि जान्छौँ है त लेट्स गो टु बी कन्टिन्यू रिसोर्ट पोइन्ट भ्यू अङ्कल पुरै हेरिराख्नु भएको छ है नजारा भ्यूको नजारा लिइराख्नु भएको छ अङ्कलले यताबाट माथि जाने यहाँ चाहिँ यो आएको मान्छेले ताल लाएर छोड्ने चलन छ है यहाँ अथवा कुनै सायद काम सफल लोकसेवामा पास आमा लोकसेवामा नाम निक्लिने पनि रहेछ यस्तो यस्तो के भन्छ आस्था राखेर चाहिँ भिजा एप्लाई भन्ने रहेछ यहाँ होइन भिजा आउने सबै आस्था राखेर तालचा लाएर यहाँ के आस्था राख्ने होला के लेखेर राखेको रहेछन् लोकसेवा सोकसेवा होइन अनि यो जोडीहरूले पनि राख्दो रहेछन् यो प्लस यो भनेर ठिक छ उतातिर पनि रहेछ तालहरू चाहिँ एकदम फेमस रहेछ यो चाहिँ धेरैले टाँगेर जाने है यत्रो यत्रो छ कसैले चाहिँ के यो लभ बिएस रे अब यो के हो थाहा छैन है आरओबी लभ एएमओआर अमोर आम्मा अङ्कलले एउटा ताल चलाइहाल्यो अन्त तपाईँले नलाउने हुन्छ पुरा चिताएको कुरा भन्ने एउटा स्लोगन रहेछ त्यसमा यिनी ठिक छ लाउनुपर्छ कसैले धार्मिक आस्था भगवानको मान्यता राख्ने मान्छेहरू होइन आस्तिकहरूले लाउने कुरा हो राम्रो हो लाउनुपर्छ यता पनि तल घुम्ने ठाउँ छ यता मन्दिर भयो हाम्रो
चाहिँ यता यता रिसोर्टहरू राम्रो छ माथितिर घुम्नलाई। अङ्कलले मजाले इन्जोय गरिराख्नु भएको छ, मैले पनि इन्जोय गरेको छु। हेर्छु यताउता है। अनि यता चाहिँ हाम्रो कता पृथ्वीनारायण शाहको होला सायद। पृथ्वीनारायण शाहको शालिग छ है, उम्लाठडाको। त्यहाँनिर चाहिँ यो चाहिँ भालेश्वर महादेवको मन्दिर हो। भालेश्वर महादेवको मन्दिर। यहाँ माथि टिका लाउने बाहुन बाजे हुनुहुन्छ होइन। यहाँको चाहिँ फेमस धारामा मजाले पानी आइरहेको छ। ढुङ्गे धाराभित्र प्रवेश निषेध लेखेको रहेछ लेख्न चाहिँ। ढुङ्गे धारामा कस्तो मजाले पानी आइरहेछ हेर्नुहोस्, कल 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 कल। ढुङ्गे धारा भयो। यताबाट फोटोसोटो खिच्ने ठाउँ मन्दिर। अब हामीहरू थोरै थोरै फोटोसोटो खिचेर घुमफिर गरेर एकछिनमा केही बेरमा 1 घन्टा जति घुमेर फर्किनेवाला छौँ। यता नि सान्तिनो गार्डन छ। अब यो चाहिँ हामी शालिग नजिक आइपुग्यौँ। यता पृथ्वीनारायण शाहको श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहदेव, जन्म विक्रम सम्वत 1779 है। अनि गद्दी आरोहण गरेको चाहिँ विक्रम सम्वत 1799 मा। स्वर्ग आरोहण गरेको चाहिँ विक्रम सम्वत 1831 मा गरेको। पृथ्वीनारायण शाहको इतिहास हाम्रो अङ्कल एकदम घोरिएर हेरेर ल ओके। यता मन्दिर। अब हाम्रो चाहिँ मन्दिर चाहिँ छिर्न मिल्दैन, जुठो परेखा भनिसकेको थिएँ मैले अघि नै। यहाँ बाहिरैबाट चाहिँ यसो फोटोसोटो खिचेर भिडियो बनाएर एकछिनमा हामीहरू फर्किन्छौँ होइन। ल ओके। यो चाहिँ भारद्वाज 6 जना भारद्वाजहरूको इतिहास यहाँ लेखिएको छ। अङ्कलले पढिसक्नु भयो चाहिँ होइन अङ्कल। यहाँ चाहिँ साइकल स्काई साइकल राइडिङ हुँदैछ है। माथि चाहिँ दामी छ सरर तारबाट होइन। अङ्कलले चाहिँ डर लाग्छ भन्नुभयो, खेल्दिनँ भन्नुभयो। अङ्कलले चाहिँ खेल्दिनँ भन्नुभयो, डर लाग्यो रे। नै म खेल्दिनँ बड्डा भन्नुहुन्छ। यताबाट तलतिर घुम्न जान्छौँ अब। यता चाहिँ लिटल बेबीहरूको खेल्ने ठाउँ रहेछ, पार्क जस्तो है। घोडा चढ्ने, यताउति पिङ खेल्ने, चिप्लेटी हान्ने राम्रो रहेछ ठाउँ। यता खर्सु मात्रै छ, खोइ खर्सुमा पाउने किरा रहेछ यो भुसुनाले यताउति झ्याउ गाजाङ गुजुङ कानमा आएर फेरि माथि छु भयो। फेरि माथि छु भयो साथी। यता छ, यता चाहिँ राम्रो डिजाइन डिजाइनको हाउस घरहरू बनेका छन्। रिसोर्स बिजनेस कम्प्लेक्सहरू हुनुहुन्छ यता टुरिस्टहरूलाई। मलाई चाहिँ तपाईँले उता पर सिसामा देख्न सक्नुहुन्छ है। यता पनि देख्न सक्नुहुन्छ। यता पनि छु म। यता चाहिँ पुरै खेल्ने ठाउँ मात्रै रहेछ। अनि वासरुम पनि यतै रहेछ, शौचालय तल्लो साइड हो। यो चाहिँ फ्री फल। अङ्कललाई पिसाबले नुहाउनै बनाइसक्यो। यता तल छ अङ्कल त्यहाँ। हामी शौचालय नै जान लाग्छौँ त्यता। यता यहाँ बच्चा बच्ची एकदम जम्पिङ गर्नेलाई के भन्छ यो, नेट जम्प गर्ने नेट छ यो। यताबाट होइन घुम्ने ठाउँ। यता किनेर खाने कफी सप। यसो कफी सफी हान्नुपर्छ। एक सर्ट अहिले चिसो हुँदो रहेछ यहाँ। यतिकै त रुगा लागि हजुर यत्तिकै त यहाँ रुगा लगाइसकेको थियो। त्यही पनि झन् घाँटी जाम हुने भयो चिसोले। यता घोडा चढ्ने ठाउँ पनि छ।
घोडा चढ्ने हो त अङ्कल घोडा पनि लात्तेले हान्न लात्तेले हान्न पार्छ दुईटा हान्न नत्र चढ्ने चढिहालौँ के अरे कहाँसम्म लिन्छ हिँड्नु घुमाउँछ कति रुपियाँ लिन्छ पैसा अहिले बुझाउँला नि के छ र टिकट त यता मेन टोइलेट ल ओके टु बी कन्टिन्यू अब हामी चाहिँ घुम्ने ठाउँहरू सबै घुमिसकेका छौँ है अब केही बेरमा फर्किन्छौँ पनि होला यता यता यति घुम्नुपर्ने चार्नुपर्ने ठाउँ सबै चारिसक्यौँ अब फर्किन्छौँ होला केही बेरमा सायद टिकट टुरिस्टलाई अलि महँगो हुन्छ टक्क अब फर्किने बेला आइसक्यो हामीहरू हिँडिरहेछौँ तल केबल कारमा जान्छौँ यहाँ चाहिँ तल स्टेसनमा खतरा रमाइलो भइरहेको भोजपुरी गीतमा है हाम्रो अङ्कल पनि दर्शक भनेर हेरिराख्नु अझ यता ललिपप यहाँ क्या सर मारे डांस कीजिए ओके फाइनली मेरो ब्याट्री सक्यो है त अब चाहिँ हामी फर्किनु लाग्यो यो चाहिँ लास्ट पोइन्ट भ्यू हो यताको 5 स्टार होटल हो चन्द्रगिरीको अनि तल आज खासै बादल हुस्स लागेको छ त्यही भएर धेरै क्लियरली देखिएन अब हाम्रो फर्किने बेला आइसकेको छ यता फर्किनु लाग्यो दुईजना अघिको टिकट देखाउनुपर्छ होला म चाहिँ टिकट देखाउँछु अघि पनि खतरा लाइन भइरहेको फर्किने लाइन सँगै परिएछ है अघि जाँदाखेरि सँगै थियो फर्किँदाखेरि पनि दाइहरूसँगै परिएछ अघि नि उहाँहरू पनि सँगै थियो नि 8जना हो नि कहाँ धेरै हुन्छ होइन 8जना आएको हामी 8जना हो के कस्तो डराएको त अनि ल ल्यान्डिङ भयो हाम्रो मान्छे नहुँदा त उनीहरूले नि 6जना गरेर केही हुने थिएन के ठिकै छ हामी त सानो छ म मात्रै हो ठुलो यहाँसम्म आएपछि त्यहाँसम्म पनि जाने सुविधा बनाउनु पर्ने कि होइन त्यो रिसोर्टमा गाडीमा आउँदा नि हिलो छ बाटो यहाँ पनि बिस्तारै जानुभएछ बिस्तारै भन्नाले अब यो लामो छ नि त त्यही भएर यस्तो हिँड्न त छिट्टै हिँड्नेछु त्यो छिट्टै आएछ त हाम्रो मनमा त्यस्तो भएको कस्तो नजिकै देखेको छ है त्यो पोल आयो नि त झन् मजा हुन्छ नि मजा हुन्छ के मजा हुन्छ आज हाम्रो पछाडिकोबाट त केही आउँदैन
पछाडि के गर्दा हुन्छ पछाडि त उ छैन त त्यसले हौसला छैन भित्र आएको त कानै बन्द भएको छ सुले मात्रै हो क्या ख्यालहरू खोल्ने हुन्न जान्नु चस्मा झार्नु होला फेरि तपाईँ तपाईँले झन् मोबाइल झार्नु होला मैले त मजाले भेट्नु छ तल गएर भेट्छ होइन निको पऱ्यो यहाँ होइन यो बन के अलि के खण्ड खण्ड खण्डै हो कि यो चिसोबाट खण्ड 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 भएको देखेको भनेको मनै त्यस्तै हो खण्ड खण्ड बाजे ए भाइ राम्रोसँग गर्नु है टाटा मोबाइल मोबाइलै टाटा गरेको भने राम्रो नि लाग्यो मोबाइललाई टाटा गरिदिएँ है मैले चाहिँ गले नि गलोस् झरे नि झरोस् हावा सररो तपाईँहरू घर यहीँ हो होइन पोखरा हो हजुरहरूको यहीँ हो होइन कुन ठाउँबाट आउनुभयो दाङ दाङ तुलसीपुर हजुर हजुरहरूको नारायणपुर होला हाम्रो तुलसीपुर एउटै ठाउँतिर पढेछ ए हजुरहरू त एउटै ठाउँतिरको परेन भाइहरूको नारायणपुर दाङबाट आउनुभएको अरे अघि आउँदा नि सँगै आएको होइन ए हो र सँगै आएको हामी भन्दा त दुईजना तपाईँ दुईजना अगाडि आएको त्यहाँ लाइनमा एउटा पनि थियो माथि त्यसरी घुम्ने ठाउँ त छैन नि है कानै बुङ्ग भइसक्यो दिदीहरू भित्र टिकटक बनाइराख्नु भएको छ मजाले यता माथिको भन्दा चाहिँ अलिक क्लियर देखियो है यहाँबाट भ्यू बजार यो सहर काठमाडौँ सहर हो त्यहाँ पारि बुद्ध बौद्ध स्वयम्भू त्यता स्वयम्भूको डाँडा चाहिँ देखिरहेछ यहाँनिर नजिक अब लास्ट पोल क्रस भयो अब चाहिँ ठाडो उकालो आयो अब हामी तल झरिसक्यौँ है यो रहेछ यस्तो ठाडो छ त माथि ठाडै रहेछ तर पनि हामी 8जनाले बोकेर ठिकै छ पैसा तिरे चाहिँ नबोल्नु पैसा दिएर त्यो बाबु पैसा तिरे ठिकै छ पैसा तिरे चाहिँ नबोकेछु का भाइ पनि सानै छ म त झन् छँदै छैन पैसा नि हिँडेको केबल कार हिँडेको होइन पैसा हिँडेको पैसा पैसा पैसाले पो आइसा हुन्छ बिहान उठाएपछि पहिला मान्छे हिँड्यो अनि मात्र बल्ल पैसा हिँड्यो के अरे पैसा हिँड्यो अनि बल्ल मान्छे हिँड्यो पैसा आयो मान्छे पछि मान्छे सुत्यो पैसा सुत्यो मान्छे उठ्यो पैसा उठ्यो डङ 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 एकदम क्राउड फिल भयो यहाँ आएर चाहिँ हल्ला खल्ला चल्यो आयो अब ढोका डिग्रिङ फुल्छ है आयो आयो पैसा सिद्धियो अब फ्याट फ्याट हिँडेर पैसा सिद्धियो अब शङ्करजी बाहिर आइयो फाइनल्ली ब्याग स्याग बोकेर है घुमी फिरी रुम्जाटार भने जस्तै घुमी फिरी काठमाडौँ कार चढिसक्यो है त अब घुमी फिरी रुम्जाटार भने जस्तै भयो घुमी फिरी यता आइयो है त ल अब हामीलाई चाहिँ चन्द्रगिरीले पनि थ्याङ्क यू फर भिजिटिङ अस भनिसकेको छ है त्यही भएर हामीहरू अब यहीँ समाप्त गर्न चाहन्छौँ आजको
मैले चाहिँ भिडियो यहीँ समाप्त गर्न चाहेँ। ओके, फेरि भेट्दै गरौँला। हेरिदिएकोमा धन्यवाद, धेरै धेरै धन्यवाद, मनैदेखि धन्यवाद। बाई बाई चन्द्रगिरी।